गुड मर्निङ नमस्ते साथीहरू। म चाहिँ आज यो घरको छतमा के देखाउँछु तपाईँहरूलाई। सबैजनाले हेर्नु ल, हेर्नु है त। अब के देखाउँछु म। यहाँ रहेको छ हाम्रो तुलसीको बोट, यता छ एलोभेरा छ, यो फुलहरू भयो। दानी छ फुल। माथिको देखाउँछु है त। हेर्नु है तपाईँहरूलाई म यस्तो राम्रो देखाउँछु नि। के छ हेर्नु है त। हाम्रो करेसाबारी, हाम्रो चाहिँ भाउजूले हेर्नु त यस्तो मेहनत गरेर करेसा बनाउनु भएको छ नि। मेहनत हेर्नु न, मान्छेको मनमा गर्ने भयो भने कुनै बारी नै चाहिँदैन। हेर्नु त भाउजूले यस्तो मजाले यो उसमा बक्सहरूमा छतमै करेसाबारी बनाएर यस्तो मजाले तरकारीहरू फलाउनु भएको छ। हेर्नु है त साथीहरू। ल हेर्नु, हिजो चाहिँ मुन्टाको सिजन छ होइन। बनेपाको ठाउँमा मुन्टा किन बाहिर जानु परेन। यस्तो मजाले आफ्नै घरको कौसी खेती गर्नुभएको छ। आफ्नो घरको लागि खाना इनफ हुन्छ। हेर्नु है, तरकारीहरू मुन्टा, सिमी, बोडी सबै छ के। तरकारी के खाउँ भनेर बजार दौडिन परेन। के खाउँ जस्तो यो खान्छु भनेर ठ्याक्क आफ्नै कौसीमा दौडेर टिपे पुग्यो। यो साग पनि छ। यो सागको नाम बिर्सेँ मैले, बेथे सायद के को साग हो यो है। साग छ यहाँ, रायोको साग पनि छ। हेर्नु है साथीहरू। जाँगर भयो भने के चाहिँ हुँदैन रहेछ त है साथीहरू। हेर्नु त ल, यति सानो बाल्टीमा यति मजाले तरकारी फल्नु भनेको सानो कुरा होइन नि है। हेर्नु त ल, हेर्नु जाँगरै हो कि। सबभन्दा ठुलो चाहिँ आफ्नो जाँगर हुनु पर्यो, सिप भएर मात्र भएन। ल हेर्नु, ल हेर्नु त। जस तरकारी चाहिँ जे टिपेर खाउँ भने पनि रेडी नै छ के। साग खानु मन लाग्यो साग छ है, फर्सीको मुन्टा खानु मन लाग्यो फर्सीको मुन्टा। ल हेर्नु, यस्तो राम्रो करेसाबारी बनाउनु भएको छ। यो चाहिँ यो सायद प्याजको दल हुनुपर्छ है। ल हेर्नु, यहाँ चिप्ली भिन्डी छ है साथीहरू। हेर्नु त, यो चिप्ली भिन्डी छ। यो सागहरू भयो, यो भन्टा होला, यो नै हो सायद, चिप्ली भिन्डी नै होला। ल हेर्नु, यहाँ बोडी हामीले हिजो टिपेर खाइसक्यौँ। बोडी हेर्नु त कस्तो मिठो छ। आफ्नै करेसाबारीको तरकारी। यहीँ रायोको साग छ। फेरि अर्को साग पनि छ। यो नि भिन्डी भयो। अनि खुर्सानीको झाङ पनि छ साथीहरू। हेर्नु ल, हेर्नु देख्नुभयो नि होइन। हाम्रो भाउजूको मेहनत, आफ्नै घरको छतको करेसाबारीको तरकारी कति मिठो हुन्छ होला। तपाईँहरूले पनि कसले यसरी आफ्नै घरको छतमा करेसाबारी बनाउनु भएको छ भन्नु होला है साथीहरू। सबैजनाले सिक्नुपर्छ है यस्तो कुरा चाहिँ।